यहाँ उपस्थित हुनुभएका हाम्रो वैज्ञानिक सुमनजी, हाम्रो वडा अध्यक्ष मित्र नारायणजी, हाम्रो प्रमुख प्रशासकीय अधिकृत देव सर, त्यस्तै हाम्रो किरण मान प्रधान लगायत यहाँ उपस्थित हुनुभएका तपाईँ सम्पूर्णमा मेरो हार्दिक नमस्कार, जो लप्पा, भेरी गुड मर्निङ। ललितपुर महानगरपालिकाले यस्तो नयाँ नौलो आविष्कारका कुराहरूलाई हामीले हाम्रो कार्यक्षेत्रमा लगाएर महानगरवासीहरूलाई चाहिँ हामीले उच्च स्तरको सुविधा, विपदमा गर्नुपर्ने काममा कुनै पनि किसिमको कमी कमजोरी नहोस् भन्ने हेतुले यस्तो नयाँ नौलो काम गर्न चाहिँ हामी अग्रसर छौँ। र यस्तो काम गर्नको निमित्त फेरि हाम्रो ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख हाम्रो सीताराम हाछी त्यो ज्यादै माहिर हुनुहुन्छ। अति नयाँ नौलो कुराहरू गर्नुहुन्छ उहाँले। तसर्थ हामी ललितपुर महानगरपालिकाले चाहिँ यो विपदको सन्दर्भमा मैले अरू कुरा गरिनँ, अरू विकास निर्माणको कुरा त यहाँहरूलाई भली भाँति जानकारी भएकै कुरा हुन्, तर विपदको सन्दर्भमा चाहिँ हामीले यो मुलुकमा त्यो मध्ये ललितपुर महानगरपालिकाले चाहिँ एकदमै अब्बल तवरले चाहिँ काम गर्दै आइरहेको मैले यहाँलाई जानकारी गराएँ। हामीसँग एलएमसी एप्स छ जसमा 1131 पैसा नलाग्ने, शुल्क नलाग्ने टेलिफोन नम्बर हो। त्यसमा तपाईँले टेलिफोन गर्दा साथ त्यसमा रहेको 22-23वटा कामको निमित्त तपाईँले निःशुल्क छिटोभन्दा छिटो तपाईँले यो सहयोग प्राप्त गर्नुहुनेछ। तपाईँको घरमा केही भयो भने 1131मा खबर गर्नुहोस्, त्यो तपाईँले चाहिँ हामी सुविधा हाम्रो तर्फबाट चाहिँ गर्नुपर्ने सहयोग भइहाल्छ। अब हामीले चाहिँ अहिले के गर्यौँ भने यतिले मात्रै नपुगेर अहिले हाम्रो वैज्ञानिक सुमनजीकै भनाइअनुसार पनि कुनै पनि ठाउँमा आगलागी अथवा अन्य घटना परिघटना घट्यो भने त्यसलाई चाहिँ एकैछिनमा सम्बोधन गर्नुपर्ने हुन्छ। अब फोन गर्दाखेरि सम्भवतः फोन नलाग्न सक्छ र त्यसको चाहिँ फेरि एप्रोक्सिमेट लोकेसन, त्यसको ठाउँ गाउँ चाहिँ थाहा नभए पनि हुनसक्छ। मङ्गल बजारबाट सोथो जाने बाटोमा 100 मिटर पर अथवा 200 मिटर पर भनिराख्दाखेरि अप्ठ्यारो पर्न सक्छ। तसर्थ यो ठिकका साथ हाम्रो ललितपुर महानगरपालिकाको नगर प्रहरीको केन्द्रीय कार्यालय पुलचोक दमकलमा त्यहाँ चाहिँ हाम्रो ठुलो स्क्रिन छ। त्यो स्क्रिनमा चाहिँ कसले थिच्यो, कुन ठाउँमा चाहिँ थिच्यो, त्यो ठाउँ कहाँनिर हो